नमस्कार। तपाईँ सुन्दै हुनुहुन्छ योगी कमलनाथको आवाज। यति बेला म यी बिरलै देखिएका खर्कहरू अथवा लेख भन्छ हाम्रो ठाउँमा। हिजो हाम्रा बाजे बुवाहरूको पालामा यो लेख र खर्कहरूमा धेरै चहल पहल हुन्थ्यो। गाईबस्तुहरू गोठालाहरूको सुसेली र मेलापात एकदमै रमाइलो हुने ठाउँ आज यहाँ केवल हावाको सुस्केरा र सुनसान मौनता मात्र बाँकी रहेको छ। जहाँ पहिले सुन फल्थ्यो त्यहाँ आज बनमारा पलाएको छ। हाम्रा बुवाआमा नसक्ने हुनुभयो, कतिपय यो संसार छोडेर जानुभयो। तर विडम्बना उहाँहरूका सन्तानहरू कहाँ हराए थाहा छैन। आज ती पौरखीहरू, ती हातहरू जुन यो ठाउँमा सुन फलाउने जोगो गरिरहनु भएको थियो, आज कुन सहरको भिडमा ती मान्छेहरू धुलो उडाउँदैछन्, तिनका सन्तानहरू अथवा यो ठाउँलाई यसरी बिरलै बनाएर छोडेका छन् थाहा छैन। पैसाको पछि हो या कहाँ हराएका छन्। आखिर हामीलाई कति पैसा चाहिने हो थाहा छैन। हाम्रा बाजेहरूलाई त यो माटो र प्रकृति भए पुग्थ्यो। तर आज हामी पैसाको पछाडि दौडिँदा आफ्नै परिचय र जरा बिर्सिँदै गइरहेका छौँ। सहरको एउटा साँघुरो कोठाको लागि हामीले यी विशाल पहाड र उर्वरा लेखहरूलाई अनाथ छोडिदिएका छौँ। यदि यसै गरी नै सबै ठाउँहरू खाली हुँदै जाने हो भने भोलि हाम्रा सन्ततिहरूले घर भनेर कुन ठाउँलाई चिन्छन् भन्ने लागिरहेको छ। सहरले हामीलाई सुविधा त देला, तर यो लेकको स्वच्छ हावा र पुर्खाको विरासत अवश्य पनि दिन सक्दैन। किनकि यो ठाउँ यति सुन्दर र रमणीय ठाउँहरू आजभोलि यसरी बाँझोहरू बन्दै गइरहेका छन्। बाँझो खेतहरू, खर्कहरू भत्किँदै गइरहेको हामीले देखेका छौँ। अवश्य पनि साथीहरू, जसरी हुन्छ यी ठाउँहरूलाई बिरानो नबनाऊ, फर्कौँ। हामी कुन ठाउँमा छौँ, यी पुराना ठाउँहरूमा फर्कनुपर्छ। यी खर्कहरूले हामीलाई पर्खिरहेका छन्। गाउँका विकास सहर जानु पर्दैन, गाउँको विकासको लागि सहर जानु पर्दैन। विकास खोज्ने हामीले आफ्नै गाउँमा हो। हाम्रै गाउँमै सम्भावनाका ढोकाहरू खोल्नुपर्छ। हाम्रो पहिचान यो माटोमा छ र सहरको सिमेन्टमा होइन। त्यसैले प्लिज लेट्स ब्रेथ लाइफ ब्याक इन्टु दिस हिल्स बिफोर इट्स टु लेट। आखिर कहाँ हराए ती मान्छेहरू, ती बुढापाकाहरू जसका कथाहरूले यी ठाउँहरूमा कुनै समय जसले माटो फेर्थे उनीहरू आज सहरमा रङ फेरिरहेका छन्। जसले यो जङ्गल जोगाउँथे उनीहरू आज सिमेन्टको जङ्गलमा हराएका छन्। पैसाको खोजीमा निस्किएका छन् ती सन्तानहरू। आफ्नै आँगनको बाटो बिर्सिए जस्तो छ। मान्छेहरू त छन् तर यहाँ छैनन्। सहरका साँघुरो फ्ल्याटहरूमा, प्रदेशका ताता मरुभूमिहरूमा वा सपनाका ती सस्ता महलहरूमा कहाँ छन् थाहा छैन। तर यो माटोले आज पनि आफ्ना सन्तानहरूलाई पर्खिरहेको छ। सहर त भरियो होला तर गाउँ रित्तिएको छ, अनि गाउँ रित्तिएसँगै हाम्रो इतिहास र संस्कार पनि रित्तिँदै गइरहेको छ। आखिर कहाँ हराए ती मान्छेहरू। आजको भिडियोमा यति नै साथीहरू। यो ठाउँमा फेरि आउँदाखेरि मलाई आज एकदमै यो भिडियो बनाउने मन लाग्यो। यदि भिडियो मन पर्यो भने तपाईँहरूले लाइक सेयर गर्न सक्नुहुन्छ। धेरै धेरै धन्यवाद भिडियो हेर्नुभएकोमा।